ल नेपालभरिका संसारभरिका दाजुभाइ दिदीबहिनीहरू हेर्नुहोस्, आज म यो चुनाव प्रचार गर्दै आज म यो एउटा ठाउँमा आएको छु, एउटा समाधिस्थलमा आएको छु। यो समाधिस्थल चाहिँ तिप्लेङमा छ, म्याग्दी जिल्लाको तिप्लेङमा। र यो समाधिस्थल चान्चुने मान्छेको होइन, यो समाधिस्थल तुलबहादुर पुन भिसी को चाहिँ हो। तुलबहादुर पुन भिसी भिक्टोरिया क्रस भनेको यो दोस्रो विश्वयुद्धमा बर्माको लडाईँमा चाहिँ उहाँको बहादुरी देखेर बेलायतको सरकारले दिएको यो पदक हो। र उहाँ चाहिँ 6 गोर्खा राइफलको चाहिँ हुनुहुँदो रहेछ। र 6 गोर्खा राइफल भनेपछि मेरो बाबा पनि चाहिँ 6 गोर्खा राइफलको चाहिँ मा भर्ती भएको हो, त्यहाँको लाउरे हो। त्यसैले मेरो बाबाकै पल्टनको हुनुहुँदो रहेछ। र उहाँ यही ठाउँमा, यही खप्पड जस्तो ठाउँमा चाहिँ जन्मेर भर्ती भएर अनि यो भिसी यो पदक चाहिँ प्राप्त गर्नु भएको छ। उहाँ चुनाव प्रचार गर्दै आउने क्रममा उहाँको समाधिस्थलमा पनि आइयो। ल उहाँ भिसी साहबलाई चाहिँ एकदम सलोट छ। ल भिसी साहब, तपाईँलाई चाहिँ म सलोट गर्छु। हुन त म लाउरे त होइन, तर भए पनि अब तपाईँहरूको र मेरो बाबाको चाहिँ पल्टनको हुनुभएको छ। अनि देशको सेवा नगरेको नि प्रदेशको विदेशीको सेवा गरेर भए पनि नाम चाहिँ चलाउनु भएको छ। ल तपाईँको आत्माले चाहिँ शान्ति पाओस्, तपाईँको स्वर्गमा बास भएकै होला। ल धन्यवाद छ। ल सबैले चाहिँ यो बुझ्नु होला। ल नमस्कार छ सम्पूर्ण दर्शक महानुभावहरूलाई। ल सोलट गरेर एटेन्सन बस्नु पर्ने गोराफा